हेर्नुस् त साथीहरु, यो ड्र्यागन फ्रुट कस्तो राम्रो भएको छ। यसमा चाहिँ यो खाएको केराको बोक्रा हुन्छ नि, त्यसलाई काटेर अनि त्यसपछि सानो सानो टुक्रा टुक्रा पारेर अनि यहाँ हालिदिनु पर्छ। अनि पिना पनि हाल्नु पर्छ। अनि त्यसपछि यो केराको बोक्राले चाहिँ यसलाई क्याल्सियमको मात्रा पुर्याउँछ। हेर्नुस्, केरामा क्याल्सियम हुन्छ नि त, मान्छेलाई पनि क्याल्सियम चाहिन्छ, यो प्लान्टलाई पनि क्याल्सियम चाहिन्छ। अनि यो यसरी केराको बोक्रा सानसानो टुक्रा पारेर हामीले खाएको केराको बोक्रा यसरी काटेर हालिदिनु होला, राम्रो हुन्छ। ड्र्यागन फ्रुट चाँडै फल्छ। यी सबैमा केराको बोक्रा हेर्नुस् त हालेको हाल्नुपर्छ। केराको बोक्रा बेकारमा फाल्नुभन्दा यहाँ यसरी सानसानो टुक्रा पारेर काटेर हालिदियो भने ड्र्यागन फ्रुटलाई पनि राम्रो गर्छ। अनि घर फोहोर पनि हुँदैन, कहाँ फाल्नु भन्नु पनि हुँदैन। ल हेर्नु ड्र्यागन फ्रुट कस्तो राम्रो भएको छ। अब यो चाहिँ फुल्ने प्रोसेसमा छ। यो ड्र्यागन फ्रुट चाहिँ अब फुल्छ होला सायद चाँडै नै। हेर्नुस् यसरी ड्र्यागन फ्रुटमा यसरी केराको बोक्रा हाल्यो भने धेरै राम्रो हुन्छ। हालिदिनु होला। सानो गमलामा छ, यहाँ त दुईटा छ, यत्रो भएको छ, कस्तो सप्रेको छ, यति मोटो मोटो भएको छ यो बोट ड्र्यागन फ्रुटको। हेर्नुस् साथीहरु, हेर्नु त फुल्ने प्रोसेसमा छ। हेर्नु राम्रो भएको छ। यो रोपेको भर्खर 6 महिना भयो, यस्तो राम्रो भएको छ। पिना हालिदिनु अनि त्यसपछि केराको बोक्रा हालिदिनु अनि ड्र्यागन फ्रुट राम्रो हुन्छ। हेर्नुस् त हाम्रो घर वरिपरिको नजारा। भाटबटिनी छ, भाटबटिनी काग भात खान आउँछ अहिले। काग भँगेराहरू आउँछन् त्यहाँ खानलाई। हेर्नु त्यहाँ ड्र्यागन फ्रुट फलिसक्यो। एउटा फुल फुल्दैछ, अरू फल्दैछ। ल हेर्नु साथीहरु, हेर्नु पानी ट्याङ्की छ हाम्रो घर नजिकैमा। यहाँ चाहिँ खानेपानी संस्थान हो। ट्याङ्करमा पानी लिन आउँछन्, पानी नहुनेहरूको घरमा यहाँबाट लिएर गएर पानी ट्याङ्कीमा हाल्नुहुन्छ। त्यहाँ बेलुका ब्युटी पार्लर छ, सुन पसल छ। ल हेर्नुहोस् त त्यहाँ हेर्नु कति राम्रो कपुरको बोट हो। घरमा रुख बिरुवा लगाउनुपर्छ, अक्सिजनको मात्रा पुग्छ नि त, त्यही भएर। तुलसीको अस्ति एकादशीमा तुलसीको बिउ छरेको यत्रो सानसानो भएको छ, बेर्ना ठुलो भएकै छैन, सानो छ। हेर्नुहोस् त अब सार्नु, अब आउने एकादशीमा यो सार्नुपर्छ। सार्ने बेलासम्म ठिकै हुन्छ होला। फुल फुलेको हामीलाई त होइन हजुर कृष्णजीलाई हो। हेर्नु उहाँ बाख्रा, हेर्नु बाख्रा हो खस्यो उहाँ हो। ल हेर्नुहोस् उहाँ हाम्रो घर नजिकै स्थिपा सामुदायिक हस्पिटल छ। हेर्नु पुकिएल टावर, भाटबटिनी यता। यो चाहिँ पिस लिली छ। हेर्नुहोस् त राम्रो भएको छ पिस लिली पनि, अलि सप्रेको छैन। अब यो पिस लिली पनि फुल्ने प्रोसेसमा छ।
यसलाई त धेरै घाम पनि हुनु हुँदैन, छाया पनि हुनु हुँदैन, ठिक्क चाहिन्छ। लाइट आउने ठाउँ चाहिन्छ यो पिस लिलीलाई। हेर्नु कस्तो राम्रो छ यो रोज। कोपिला पनि छ, रोज पनि छ, राम्रो भएको छ। ऊ त्यहाँ रेड पनि हेर्नु कति राम्रो छ। ल हेर्नु रेड र यो पिङ्कै।